एउटा कुरो आजकै मितिमा एउटा चाहिँ छानबिन समिति गठन हुन्छ। सायद जिल्लाधिकारीको संयोजकत्वमा नेपाल प्रहरीको डिएसपी र राष्ट्रिय सुरक्षाको अधिकृत तहको कर्मचारी 3 जना भएको एउटा छानबिन समिति गठन हुन्छ। त्यो समितिको प्रतिवेदन अनुसार अनि क्षतिपूर्तिको प्रक्रिया अगाडि बढ्छ। कति दिनको टाइम लाग्छ? बढी 7 दिन। यो क्रियाक्रमको बिचमै सबै काम भइहाल्छ। 7 दिनभन्दा बढी हुँदैन। अनि जस्तो क्रियाकर्म सकिसके पछाडि मृतकको श्रीमतीलाई काममा लगाउने सकेसम्म सरकारी कतै हुन्छ नि हाम्रो कार्य सहयोगी टाइपको कुनै त्यस्तो सम्भावना भयो भने सरकारीमा नत्र भए निजी क्षेत्रमा म स्पेसली मेरै आफ्नै पहल कदमीमा मलाई चाहिँ एउटा रोजगारी दिलाउने काम हामी गर्छौँ। र त्यो प्रतिवेदन आइसकेपछि अनि क्षतिपूर्तिको प्रक्रिया हामी अगाडि बढाउँछौँ। क्षतिपूर्ति पनि उहाँहरूलाई हामी दिलाउँछौँ। कानुनी कुरोहरू त्यो त छँदैछ। अनि अर्को कुरो छोराको हकमा चाहिँ अब हामीले अघि पनि भन्यौँ केही 1-2 टेक्निकल कुराहरू पनि छन् है। जस्तो कि मैले भनेको केही टेक्निकल हामीले पुरै सहयोग गरेर होइन अयोग्य नभएको अवस्थामा बाहेक अयोग्य भएको अवस्थामा त भन्नु पाइँदैन। तर जहाँसम्म ऊ चाहिँ मेडिकल टेस्ट गरेर विदेशमा गएर रोजगारी गरेर आएको भनेपछि ऊ इलिजिबल छ भन्ने हाम्रो बुझाइ हो। त्यसमा डिआई साहबले त्यसको चाहिँ जिम्मा लिनुहुन्छ। आइटी साहबसँग आवश्यक परेर कुरा गरिदिन्छ है। र उसलाई संसद प्रहरी बलमा भर्ना गराउने सबै सहजीकरण हामी गर्छौँ। पोस्टमार्टमको काम आजै हामी सुरु गर्छौँ। यो पोस्टमार्टमको रिपोर्ट आइसकेपछि मात्रै यो छानबिन समितिले रिपोर्ट दिन मिल्छ है। त्यो हिसाबले अब हामी यहाँ सहमति गरिसके पछाडि त्यहाँ गएर हामी लासलाई हस्पिटल पठाउँछौँ। राजक जनतालाई चाहिँ तपाईँले भनिदिनुपर्छ। तपाईँले गर्नुपर्छ तपाईँले भन्छ। नेताजीले पनि यस्तो अप्ठ्यारो समयमा तपाईँले त्यो भिडलाई व्यवस्थापन गर्नुपर्छ। भिडले भन्ने कुराले तपाईँको बहकिनु हुँदैन क्या। हाम्रो जवानको लापरवाहीले गर्दा मान्छेको ज्यान गयो। त्यसमा दुईटा छैन नि? छैन। हजुरले भनेको दिमाग छैन। त्यही त मैले अब